ऊ चाहिँ अघिल्लो पाटामा पर्छ। यस्तो नेचर भएको मान्छेलाई चाहिँ यस्तै नेचर बनाएर राख्नलाई धेरै मेहनत धेरै भन्नाले के भने प्रोटेक्ट गरेर राख्नुपर्छ क्या। अब उसलाई कोही मनपर्छ कोही मन पर्दैन कहिले रिस उठ्छ कहिले हाँस उठ्छ जे पनि मन सफा छ क्या, क्लियर छ। तर यही मन सफा चाहिँ सबैलाई चाहिन्छ तर सबैले एक्सेप्ट गर्न नसक्ने होइन हो। मलाई पनि कहिलेकाहीँ यही कारणले गर्दाखेरि गाह्रो गरिदिन्छ। तर वर्षा भनेको त वर्षा राउत भनेको कस्तो भयो त इनफ्याक्ट इन्डस्ट्रीमा हेर्नुभयो भने आई थिङ्क यो सिमिलर नेचर भएको वर्षा र पूजाको छ जे हो फ्याट्टे के त्यसले कहिलेकाहीँ उनीहरू दुइटैलाई गाह्रो परिरहेको हुन्छ। तर डिप्लोमेट छैन, जे बोल्या छ त्योभन्दा बाहिरको चिजहरू त्यति हुँदैन, कहिलेकाहीँ एकदम इमोसनल्ली चार्ज अप हुन्छ, त्यतिखेर गल्ती पनि गर्छ, फेरि गल्ती गरेर चाहिँ सुधार्छ पनि, अनि यसरी इभल्भ हुँदै गइरहेको हो नि त। सो उसको नेचर त्यो भएकोले गर्दाखेरि चाहिँ यस तपाईँले भने जस्तै कहिलेकाहीँ वातावरण चाहिँ हामीबाटै सिर्जना हुन्छ, त्यसलाई कन्ट्रोल गर्दै लिएर जाने हो। तर एट द सेम टाइम उसको जे अस्तित्व हो त्यसलाई पनि प्रोटेक्ट गर्दै लिएर जाने हो क्या। मान्छेलाई चेन्जै गराउनु त भएन नि त।